तथा अभिनेता प्रशान्त तामाङको आइतबार बिहान निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीले जानकारी दिएअनुसार उनको दिल्लीमा रहेको आफ्नै निवासमा आज बिहान निधन भएको हो। उनलाई हृदयाघात भएको जनाइएको छ। इन्डियन आइडल विजेता तामाङ नेपालमा चर्चित रहेका थिए। उनले गाएका थुप्रै नेपाली गीतहरू चर्चित रहेका छन्। 43 वर्षीय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका थिए। नारायण रायमाझीद्वारा निर्देशित चलचित्र गोरखापटन 2बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरेका थिए। त्यसयता उनले अङ्गालो मायाको किन मायामा, धड्कनभित्र, निशानी, परदेशीको भाग 1 र 2 मा समेत अभिनय गरेका थिए। दिल, अनमोल छन् र हिम्मत 2 मा उनले पार्श्व गायन समेत दिएका छन्। भारतको दार्जिलिङमा जन्मेको प्रशान्तले 2011 मा एयर होस्टेज मार्था एलीसँग विवाह गरेका थिए। उनीहरूको एक छोरी रहेका छन्। उनले केही समय कलकत्ता प्रहरीको कन्स्टेबलको जागिरी समेत गरेका थिए। 2007 मा प्रशान्तको डेब्यू एल्बम धन्यवाद रिलिज भएको थियो। वीर गोर्खाली र असारे महिनामा उनका चर्चित गीतहरू हुन्। उनले नेपाली चर्चित टिभी श्रृङ्खला तितो सत्यमा समेत अभिनय गरेका थिए।